नमस्ते। योभन्दा पहिलाको भिडियोमा मैले चाहिँ यहाँहरूलाई चाहिँ उच्च रक्तचाप भनेको के हो, हाई ब्लड प्रेसर भनेको के हो अथवा हाइपरटेन्सन भनेको के हो भनेर धेरै चर्चा गरेँ र धेरै भिडियोहरू पनि बनाएँ। र आजको भिडियोमा मैले चाहिँ अलि डिफ्रेन्ट खालको भिडियो अथवा हामीले पहिला उच्च रक्तचाप, हाई बिपी भन्थ्यौँ। आज मैले तपाईँहरूलाई चाहिँ लो बिपी भन्छौँ। यो हुन त मैले योभन्दा पहिला पनि भिडियो बनाए जस्तो लाग्छ। आज मैले किन भन्दाखेरि हामी मुटु रोग विशेषज्ञहरूमा ओपिडीमा आउने जुन धेरै बिरामीहरू हुन्छ, उहाँहरूमध्ये धेरै जसो बिरामीहरू चाहिँ के छ भन्दाखेरि उच्च रक्तचाप पनि हुनुहुन्छ। त्यसमध्ये चाहिँ लो बिपी भयो मलाई, होइन? लो बिपी भएको कारणले मैले नुनको मात्रा बढी खाइरहेको छु, जीवनजल खाइरहेको छु अथवा अ, यो क्लिनिकमा गएर स्लाइन पानी दिएँ, यहाँ दिएँ भन्ने बिरामीहरूको पनि कमी हुँदैन। त्यस कारणले गर्दाखेरि आजको मैले यो भिडियोमा धेरैजनाले सोधिरहनु भएको छ मलाई र धेरैजना बिरामी पनि त्यो समस्याहरू लिएर आउनुहुन्छ। त्यसलाई आधार मानेर मैले चाहिँ व्हाट इज रियली लो बिपी भनेर मैले चाहिँ आजको भिडियोमा चर्चा गर्न गइरहेको छु। त्योभन्दा पहिला चाहिँ हामीले के बुझ्नु जरुरी छ भने हामीले जब हाम्रो जनमानसमा एउटा भ्रम र अनभिज्ञता के छ भने बिपी नर्मल बिपी भनेको के हो भन्दा मैले जुन लो बिपी भनेर सोध्नुहुन्छ अब आउनुहुन्छ कम्प्लेन लिएर उहाँलाई भन्छु व्हाट इज लो बिपी भन्दाखेरि चाहिँ उहाँले चाहिँ मेरो 120 भन्दा तल भइदियो भने अथवा माथिको बिपी तलको बिपी 80 भन्दा तल भइदियो भने त्यसलाई लो बिपी भएको छ। र उनीहरूलाई 120/80 बिपी भनेको नर्मल हो भन्ने चाहिँ एउटा भ्रम छ। त्यसै कारणले मैले पहिलो नम्बरमा के भन्न गइरहेको छु भने जुन तपाईँहरूले भन्नुभएको छ 120/80 नर्मल बिपी हो कि होइन त? अब हामी यसको बारेमा कुरा गरौँ। अब बिपी जस्तै माथिको बिपीलाई हामी के भन्छौँ? सिस्टोलिक ब्लड प्रेसर भन्छौँ, होइन? जुन चाहिँ 120 भन्नुभयो तपाईँहरूले। तलको बिपीलाई हामीले डायस्टोलिक ब्लड प्रेसर भन्छौँ। त्यो चाहिँ 80 भन्नुभयो। र हाम्रो नर्मल बिपी भनेको के हो भने माथिको बिपी जसलाई हामी सिस्टोलिक ब्लड प्रेसर भन्छौँ त्यो 120 भन्दा तल हुनुपर्छ। र तलको बिपी डायस्टोलिक ब्लड प्रेसर भन्छौँ त्यो 80 भन्दा तल हुनुपर्छ। अब तपाईँले भन्नुभयो 120/80 लाई जुन रेफरेन्स राख्नु भएको छ 120/80 तपाईँको बिपी हुन बित्तिकै के हुने भयो तपाईँले हाम्रो भाषामा हामीले प्री हाइपरटेन्सिभ स्टेज भन्छौँ। भनेको अब तपाईँको बिपी बढ्न थाल्यो है तपाईँ अलर्ट हुनुहोस् भन्छौँ। त्यही भएर तपाईँहरू चाहिँ के गर्नुभएको छ भने 120/80 को बिपीमा दौडिरहनु भएको छ। र हामीलाई चाहिएको बिपी चाहिँ 120/80 भन्दा तल हो, होइन? अब आउँछ बिपी लो बिपी। लो बिपी भनेको तपाईँले 120/80 भन्दा तल भयो भने तपाईँले लो बिपी भन्नुहुन्छ। अब त्यो लो बिपी भनेको के हो त भन्दा तपाईँलाई थाहा छैन। तपाईँले जस्ट के भन्नुहुन्छ भने 120/80 हुनु पर्यो। जुन कुरा मैले भने 120 हुन बित्तिकै तपाईँको प्री हाइपरटेन्सिभ स्टेजमा गयो। हामीलाई त्योभन्दा तल चाहिएको हो। त्योभन्दा तल भनेको कति त? 120 माथिको बिपीभन्दा तल भनेको 110 पनि तल हो, मुनि 100 पनि नर्मल भयो, 90 पनि नर्मल भयो, 80 पनि नर्मल भयो, होइन? त्योभन्दा तल भनेको। तलको बिपी 80 भन्दा मुनि हुनु पर्यो भने त्यो भनेको 50 पनि नर्मल भयो, 40 पनि नर्मल भयो, 60 पनि नर्मल भयो, 30 पनि नर्मल। तर अब यसमा नर्मल बिपी भनेको के हो त भन्दाखेरि माथिको बिपी जसलाई हामीले सिस्टोलिक ब्लड प्रेसर भन्छौँ त्यो चाहिँ 90 भन्दा माथि 120 भन्दा तल हुनु पर्यो। र तलको बिपी जसलाई हामीले डायस्टोलिक ब्लड प्रेसर भन्छौँ त्यो चाहिँ 80 भन्दा तल 60 भन्दा माथि हुनु पर्यो। त्यसलाई हामीले नर्मल बिपी भन्छौँ। जब तपाईँको बिपी 120/80 हुन्छ अथवा मोर देन इक्वल 120/80 हुन्छ तपाईँलाई हामीले त्यसो प्री हाइपरटेन्सिभ स्टेज भन्छौँ। त्यही भएर चाहिँ हामीलाई जहिले पनि चाहिएको बिपी भनेको 120/80 भन्दा तल हो। अब कुरो आउँछ अब यसलाई लो बिपी कुन बेला भनेर, होइन? अब जस्तै कसैले भन्नुहुन्छ मेरो 110/70 आयो लो बिपी भयो भन्नुहुन्छ। कसैले भन्नुहुन्छ 100/70 आयो, 100/60 आयो लो बिपी भन्नुहुन्छ। कसैले 90/60 आयो, 90/50 आयो लो बिपी भन्नुहुन्छ। र त्यस्तो बिरामीहरूले चाहिँ के भन्नुहुन्छ भने सबभन्दा नराम्रो कुरा चाहिँ के छ भने उहाँहरूले जस्तै सपोज 100/60 आइदियो, 90/60 बिपी आइदियो भने ओहो बिपी घट्यो भन्नुहुन्छ। नुनको मात्रा बढाउनुहुन्छ, जीवनजल खानुहुन्छ, नजिकको क्लिनिकमा गयो अथवा हस्पिटलमा गयो स्लाइन पानी चढाउनुहुन्छ, होइन? त्यस कारणले अब त्यो जस्तै क्लिनिक गयो हस्पिटललाई सोर्स अफ इन्कम त भयो। तर त्यो बिरामीलाई रियली लो बिपी हो कि होइन भनेर चाहिँ कति बुझ्नु भएको छ भन्ने कुरा पनि जरुरी हो, है? त्यसै कारणले गर्दाखेरि हामीलाई बिपी चाहिएको 120 माथिको भन्दा तल हो। तलको चाहिँ 80 को भन्दा तल हो। तर 90 भन्दा माथि हुनु पर्यो माथिको, तलको 60 भन्दा माथि हुनु पर्यो। तर तपाईँको बिपी कहिलेकाहीँ ल तपाईँको सपोज 90 आइदियो माथिको, तलको 60 आइदियो। ल सपोज माथिको तपाईँको 88 आइदियो, तलको 50 आइदियो भने तपाईँको बिपी लो भन्नको लागि तपाईँको सिम्पटममा डिपेन्ड गर्छ।
तपाईँ चाहिँ रियली 90/60 छ, तर तपाईँले त्यसको लक्षणहरू देखेको छ कि छैन भनेको। त्यो लक्षण भनेको के हो भन्दाखेरि जस्तै टाउको दुख्ने, झुम्म पार्ने, आँखा धमिलो देख्ने, बेहोस होला जस्तो हुने, बेहोस हुने, वाकक लाग्ने, बान्ता लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। र यदि तपाईँहरूको बिपी लोवर साइडमा छ, 90 भन्दा 90 को रेन्जमा छ अथवा 88 छ, कम छ, 60 छ, 50 छ र तपाईँको यदि त्यस्तो लक्षणहरू छ भने यो कहिलेकाहीँ लो बिपी भएर पनि हुनसक्छ। त्यस्तो अवस्थामा तपाईँले आफै नुनहरू खाने, सेवन बढाउने, जीवनजल खाने स्लाइन दिनुभन्दा पनि डक्टरको सल्लाहअनुसार के कारणले भएको हो भनेर त्यसको खोज तलास गर्नु जरुरी छ र त्यसअनुसार गयो भने चाहिँ राम्रो हुन्छ। र अर्को कुरा चाहिँ के हुन्छ जुन मैले यो लक्षणहरू भने, त्यो लक्षणहरू फेरि बिपी हाई भएको बेलामा देखिन्छ जसै। त्यही भएर तपाईँ लक्षणको आधारमा मात्रै के हुन्छ भने मलाई बिपी कम भयो, बढी भयो भन्न सक्नुहुन्न। त्यही भएर कुनै बिरामीले चाहिँ के गर्छ भने 2 वर्ष अगाडि मलाई चाहिँ बिपी मेरो कम थियो। 90/60, 90/50 देखाएको थियो। त्यो बेला मलाई झुम्म पारेको थियो, टाउको दुखेको थियो। 2 वर्ष पछाडि त्यस्तै भइदियो भने बिरामीले बिपी चेक नगरिकन के गर्नुहुन्छ भने उहाँले त्यो नुनको मात्रा बढाउने, जीवनजल खाने, स्लाइन पानी चढाउनु गर्नुहुन्छ र कहिलेकाहीँ त्यो चाहिँ फेरि बिपी बढेर भएको रहेछ भने त्यसले गर्दा के हुन्छ भयावह स्थिति र अनावश्यक जोखिमहरू आउने सम्भावना हुन्छ, होइन? त्यसै कारणले गर्दामा हरेक कुरामा तपाईँ लक्षणलाई हेर्दाखेरि चाहिँ पहिला के हुनुपर्यो बिपी चेक गर्नुपर्यो। डक्टर सल्लाहअनुसार गर्नुपर्यो कि यो बिपी हाई भएर भएको हो कि बिपी लो भएर भएको भन्ने कुरा। त्यसको आधारमा गऱ्यो भने चाहिँ सायद तपाईँलाई चाहिँ के हुन्छ त्यसलाई उपचार गर्न सजिलो हुन्छ। र अर्को कुरा चाहिँ के हुन्छ भने तपाईँको बिपी रियली लो छ। 100 भन्दा माथि तपाईँको लक्षण सम्भावना एकदम कम हुन्छ माथिको बिपी। तर 100 भन्दा तल छ, तर तपाईँलाई मैले भनेको लक्षण छ भने चाहिँ तपाईँ डक्टरको सल्लाहअनुसार तपाईँले के कारणको खोज तलास गर्नुपर्यो। त्यसपछि तपाईँले के गर्नुपर्यो भन्दा डेली एक्सर्साइज गर्ने र आफूलाई हाइड्रेट गर्ने झोल पदार्थ पिउने काम गर्नुभयो भने चाहिँ बिपी पछि आएर ब्यालेन्समा हुन्छ भन्न चाहन्छु। र यसको आजको भिडियोको चाहिँ टेक होम मेसेज भनेको के हो भन्दाखेरि हामीले जुन सोचिरहेछौँ पब्लिकमा, जनमानसमा एउटा जुन भ्रम छ 120/80 भन्दा बिपी हुन्छ भन्छौँ, त्यो चाहिँ हाम्रो भाषामा हामीले प्री हाइपरटेन्सिभ स्टेज भन्छौँ। त्यसै कारणले हामीलाई चाहिएको बिपी 120/80 होइन, 120/80 भन्दा तल हो 1 नम्बर। 2 नम्बरमा आएर यदि तपाईँलाई बिपी 110, 100 छ माथिको, तलको 70 छ, 60 छ भने पनि तपाईँको बिपी राम्रो छ। त्यसलाई तपाईँले लो भयो 120 बाट तल घट्न बित्तिकै, 80 बाट तल घट्न बित्तिकै लो भयो भन्ने बहुतारिन आवश्यकता छैन। तर तपाईँको बिपी कहिलेकाहीँ 100 भन्दा बिलो अथवा 90 भन्दा बिलो छ र तपाईँलाई लक्षणहरू मैले भनेको देखिया छ भने त्यस्तो अवस्थामा तपाईँले के गर्नुपर्यो भने डक्टरको सल्लाहअनुसार के कारणले बिपी घट्यो त त्यो पत्ता लगाउनु पर्यो र त्यो पत्ता लगाइसकेपछि त्यसको उपचार गर्नु पर्यो। र अर्को कुरा चाहिँ त्यस्तो व्यक्तिहरूले चाहिँ डेली एक्सर्साइज गर्ने र आफूलाई हाइड्रेट गर्ने, प्रोपर हाइड्रेट होइन, झोल पदार्थहरू, पानीहरू पिउने काम गऱ्यो भने पछि त्यो ब्यालेन्समा आउँछ। र अर्को मोस्ट इम्पोर्टेन्ट कुरा के हो भने हामी जुन के अरे यो स्वास्थ्य सेवामा काम गर्ने व्यक्तिहरू छौँ, क्लिनिकहरू यता हुन्छ, उनीहरूले पनि बिपी कम भयो भन्दा आफ्नो सोर्स अफ इन्कमको लागि चाहिँ तपाईँले स्लाइन पानी चढ्नुपर्छ यो भनेर भन्नुभन्दा पनि यसको कारण के हो र यो बिपी रियली लो हो कि होइन भन्ने कुरा पत्ता लगाउनु अति आवश्यक छ। त्यही भएर तपाईँलाई म के भन्न चाहन्छु भने बिपी 120/80 होइन, 120/80 भन्दा तल राख्ने कोसिस गरौँ र यदि बिपी रियली लो छ भने पनि त्यसलाई चाहिँ डक्टरको सल्लाहअनुसार मात्रै अगाडि बढौँ। आफ्नै हिसाबले चाहिँ अनावश्यक चाहिँ जुन अनहेल्दी फुडहरू अथवा लाइफस्टाइल भित्राउने काम नगरौँ। त्यसले गर्दाखेरि झन् जोखिम बढ्न सक्छ भन्न चाहन्छु। धन्यवाद। नमस्ते।